स्तुति केवल गीत होइन, स्तुति केवल गीत होइन, स्तुति चाहिँ परमेश्वरको राज्यत्वलाई स्वीकार गर्ने जीवन शैली हो। स्तुति गीत मात्रै होइन, जस परमेश्वरको राज्यलाई यो ठाउँमा स्टाब्लिस गर्न अथवा संसार चाहिँ परमेश्वरको राज्यत्वको घोषणा गर्नको निम्ति स्वीकार गर्ने जीवन शैली हो। स्तुति केवल गीत होइन, हाम्रो जीवनको प्रतिक्रिया हो। स्तुतिबाट तपाईँ र मैले हाम्रो जीवन कस्तो छ संसारलाई देखाउँदैछौँ। हामी कस्तो जीवनशैली जिउँछौँ, हाम्रो जीवनले प्रतिक्रिया दिइरहेको हुन्छ स्तुतिमा। अनि हामीले बुझ्छौँ कि परमेश्वर राजा हुनुहुन्छ। हालेलुया। हामीले यही कुरा बुझ्नुपर्छ, परमेश्वर न्यायी हुनुहुन्छ। अनि हामीले यही कुरा बुझ्नुपर्छ, परमेश्वर प्रेमी हुनुहुन्छ है। अनि सारा पृथ्वीका शासकहरू उहाँकै हातमा छन्। तब स्तुति हाम्रो कर्तव्य मात्र होइन, हाम्रो आनन्द पनि बन्छ। आमीन। स्तुति चाहिँ हाम्रो कर्तव्य मात्र होइन, हाम्रो जीवनशैली मात्र होइन, हामी आफै आनन्दित बन्छौँ। हालेलुया। त्यो आनन्दले चाहिँ घोषणा गर्छ कि परमेश्वर चाहिँ सारा सृष्टिको राजा हुनुहुन्छ, जसले चाहिँ क्षणिक मात्रामा होइन, अनन्तलाई आनन्द दिनुहुन्छ। हालेलुया। अनन्तलाई आनन्द दिनुहुन्छ। अब यहाँनिर भजन 22:3 यसरी भन्छ, परमेश्वरको स्तुतिमा विराजमान हुनुहुन्छ। परमेश्वर चाहिँ स्तुतिमा विराजमान हुनुहुन्छ। जो हाम्रो परमेश्वर पिता हुनुहुन्छ, जो स्वर्ग अनि सिंहासनमा वास गर्नुहुने पिता परमेश्वर हुनुहुन्छ, उहाँ चाहिँ सिंहासनमा बस्ने अथवा स्तुतिमा चाहिँ विराजमान हुनुहुन्छ, जो तपाईँ र म स्तुति गर्दछौँ। हालेलुया। हाम्रो जीवनशैलीबाट प्रतिक्रिया दिँदैछौँ। हामीले भन्दैछौँ कि परमेश्वर पृथ्वीको राजा हुनुहुन्छ। हामीले संसारलाई बताउँदैछौँ है, हामी आनन्दित छौँ। संसारले हामीलाई हेर्दैछ, सारा पृथ्वी सृष्टि गर्नुहुने परमेश्वर, ब्रह्माण्ड बनाउनु हुने परमेश्वर है, जसले चाहिँ आनन्द दिनुहुन्छ भन्ने कुरो चाहिँ प्रतिक्रिया गरिरहेका छौँ। अनि त्यही कुरामा चाहिँ परमेश्वर विराजमान हुनुहुन्छ। हालेलुया। तपाईँ र मैले गरेको स्तुतिमा चाहिँ परमेश्वर विराजमान हुनुहुन्छ। अब भजन 96:9 गएर हेर्नुहोस्। पवित्रताको शोभा प्रभुको आराधना गर। आराधनाले है पवित्रताको शोभा जनाएको छ। जो हामी आराधना गर्छौँ है, त्यो चाहिँ पवित्रताको शोभा, जो चाहिँ एकदमै पावरफुल कुरा हो। हामी पवित्र आत्माको कुरा गर्छौँ, पवित्र शक्तिको कुरा गर्छौँ, पवित्र जीवनको कुरा गर्छौँ, तर जुन शोभा चाहिँ तपाईँ र मैले गरेको आराधनामा छ। आमीन। अनि हामीले आराधना गर्दै गर्दाखेरि हामीले पवित्रता परमेश्वरलाई दिँदैछौँ। आमीन। हामीले परमेश्वरलाई आराधना गर्दै गर्दाखेरि हाम्रो जीवनलाई पवित्रता बनाउँदैछौँ। हालेलुया। परमेश्वरले तपाईँ पहिले नै पवित्र भएर आउनुहोस् भनेको होइन, तपाईँ र म पवित्र हुनको निम्ति हामीले आराधना सुरु गरेको। हालेलुया। जब हामीले आराधना गर्दै जान्छौँ, हामी पवित्र बन्दै जान्छौँ। हामी जब आराधना गर्दै जान्छौँ, हामी शक्तिशाली बन्दै जान्छौँ। हाम्रो जीवनशैलीहरू सुधार हुँदै जान्छ, हाम्रो जीवनमा शक्तिहरू आउँछ। आमीन। जब हामी आराधना गर्छौँ नि, हाम्रो जीवनमा ऊर्जा हुन्छ। फेरि हामी शक्तिशाली बन्नको निम्ति हामीले आराधना गर्नुपर्छ। तर आराधना जब यहाँनिर क्वायर भएर मात्रै आराधना गरिँदैन। हामी जस्तै परिस्थितिमा हौँ, हामी दुःखमा हौँ, हामी समस्यामा हौँ, हाम्रो मुखबाट आराधना सुरु हुनुपर्छ, हाम्रो जीवनबाट आराधना सुरु हुनुपर्छ। हालेलुया। हामीले जब आराधना गर्दै जान्छौँ नि, कति आराधनामा हामी रुन सक्नुपर्छ। आमीन। कति आराधनामा तपाईँ र म हाँस्न सक्नुपर्छ। हालेलुया। कति आराधनामा तपाईँ र म उफ्रिन सक्नुपर्छ, दौडन सक्नुपर्छ। त्यो शक्तिशाली आराधना जब तपाईँ र मैले बुझ्छौँ, तपाईँ र मैले आराधना पढ्दै गर्दाखेरि, आराधनाको जीवन शैली हामीले यापन गर्दै गर्दाखेरि, आराधना चाहिँ मेरो जीवनको स्वभाव हो, जो परमेश्वरलाई मैले दिनुपर्छ भन्ने भाव तपाईँ र मैले थाहा पाउँदै गर्दाखेरि, त्यो शक्तिशाली कुरो चाहिँ तपाईँ र मैले ग्रहण गर्छ भने आराधनाले चाहिँ तपाईँको र मेरो जीवनको शोभा बढाउँछ। हालेलुया। है, त्यो परमेश्वरले तपाईँ र मलाई तयार गर्नुभएको आराधना हो। अनि आराधनाको निम्ति मानिस निर्माण गर्नुभएको छ। जब हामीले उत्पत्तिको पुस्तकमा गएर पढ्छौँ भने मेरो आराधनाको लागि म मानिस बनाउँछु भनेर भन्नुभएको थियो। आमीन। अनि जब हामी आराधनामा गहिरिएर आराधनालाई चाहिँ जीवनको शोभा बनाउँछौँ र पवित्रताको शोभा बनाउँछौँ भने चाहिँ त्यो शक्तिशाली भएर जान्छ। हालेलुया।
फिलिपी 2:9 र 11 हामीले हेरौँ। यसै कारण परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा पृथ्वीमाथि पृथ्वी मुनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ र हरेक जीवले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रिस्टलाई प्रभु भनी स्वीकार्नुपर्छ। आमीन। अनि परमेश्वर नै सारा पृथ्वीको राजा हुनुहुन्छ। हालेलुया। यो कुराले तपाईँ र म प्रमाण दिन सक्छौँ है। संसारले घुँडा टेक्नुपर्छ भने परमेश्वर नै पृथ्वीको राजा हुनुहुन्छ। अब येशूको नाउँमा स्वर्ग र पृथ्वी मुनि कुनै पनि नाउँ दिएको छैन भनेर लेखिएको छ। हालेलुया। अनि जुन नाउँ चाहिँ येशू नाउँ हो, त्यही नाउँमा चाहिँ संसारले घुँडा टेक्नुपर्छ। येशू नाउँमा चाहिँ संसारले नै घुँडा टेक्नुपर्छ। अनि आज त्यो शक्तिशाली नाउँलाई तपाईँ र मैले विश्वास गर्छौँ। त्यो शक्तिशाली नाउँको आराधना तपाईँ र मैले गर्छौँ। त्यो शक्तिशाली नाउँको स्तुति तपाईँ र मैले गर्छौँ। हालेलुया। है, त्यो शक्तिशाली नाउँलाई चाहिँ तपाईँ र मैले लिएर हिँडिरहेका छौँ। जुन शक्तिशाली नाउँको प्रशंसा, जुन शक्तिशाली नाउँको महिमा र स्तुति गाउँदै, आराधना गर्दै, परमेश्वरमा रमाउँदै, खुसी र आराधनामा रम्दै हामी दौडिरहेका छौँ। हालेलुया। अब फिलिपी 2:9 र 11, 9, 10, 11 तपाईँ मैले हेरिसक्यौँ। तर हामी जब स्तुति गर्छौँ नि, हामी भन्छौँ तपाईँ नै राजा हुनुहुन्छ। तपाईँ र मैले यो प्रार्थनाको शब्दहरू पनि हो, जो नयाँ हुनुहुन्छ, प्रार्थना गर्न जान्नुहुन्न भने यो शब्दहरू तपाईँले लेख्नुभयो भने प्रार्थना गर्न अथवा याद गर्नुभयो भने प्रार्थना गर्न पनि सजिलो हुन्छ। हालेलुया। जब हामी स्तुति गर्छौँ र हामी भन्छौँ तपाईँ नै राजा हुनुहुन्छ। आमीन। अनि हामी भन्छौँ मेरो समस्याभन्दा तपाईँ नै ठुलो हुनुहुन्छ है। अनि मेरो डरभन्दा तपाईँ नै शक्तिशाली हुनुहुन्छ। अनि मेरो योजनाभन्दा तपाईँको योजना उत्तम छ। हालेलुया। किनभने परमेश्वरले निर्माण गर्नुभएको ज्ञान परमेश्वरबाट मात्रै आउँछ। तपाईँको र मेरो जीवनमा जुन परमेश्वरले दिनुभएको ज्ञान चाहिँ नि उहाँको स्तुति र भजन गाएर, उहाँसँग प्रार्थनामा डोरिएर, आराधना गरेर मात्र हुन्छ। हालेलुया। है। अनि स्तुति हाम्रो विश्वासको घोषणा। आमीन। जो हामीले प्रमाण दिँदैछौँ यो संसारलाई अथवा परमेश्वरलाई, हामी परमेश्वरको जन हौँ। हामी स्तुति र आराधनामा एकदमै नजिक छौँ। अनि हामी विश्वासको घोषणा गरिरहेको छौँ यो संसारलाई। अनि हामी विश्वासी हौँ। संसारले नै उत्तम कुरा तपाईँ र मलाई है देख्नुपर्छ। हेलो। हुन्छ, अलिकति कन्ट्रोल पनि गर्नुपर्छ नानीहरूलाई। हुन्छ, म 4 नम्बरमा जान्छु है। परमेश्वरको सिंहासन अडिग छ। परमेश्वरको सिंहासन अडिग छ। भजन 47:8 भन्छ, परमेश्वर जाति जातिहरूमाथि राज्य गर्नुहुन्छ, परमेश्वर आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ। हालेलुया। अब हामीले गर्दै गरेको स्तुतिमा परमेश्वर विराजमान हुनुहुन्छ, पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ। हाम्रो आराधनामा पनि परमेश्वर प्रसन्न हुनुहुन्छ भने यो कुराले तपाईँ र म प्रमाणित हुन्छ कि भजन सङ्ग्रह लेखकले हामी प्रत्येकले परमेश्वरको सिंहासनलाई है विराजमान पार्नको निम्ति प्रत्येकले सफल गरिरहेका छौँ। हामीले एक अर्काले मिलेर परमेश्वरको सिंहासन बनाइरहेका छौँ। हालेलुया।